मैले एउटा अर्डर गरेको थिएँ अनि दुईवटा ल्याइसकेँ र म चाहिँ लोसार बनाउनु पाउँदैन बटर पैसा त छैन यो सबै 12 छ सस्तो थकाली खाने ठाउँमा आएँ मात्र 200 हो चलाएको छ फुटबलको पैसा दिनु पर्दैन भनेर यहाँ हेर्न खाने आएको चियामा नमस्ते तासिदेलाई अनि शुभ प्रभात हजुरलाई फेरि मेरो नयाँ च्यानलमा स्वागत छ होइन आज चाहिँ हामी बौद्धमा फुटसल खेल्न जान्ला अनि फुटसलपछि अब कुनै सपिङहरू गर्नुपर्ने थियो लोसार आउँदैछ नि होइन स्कुलबाट साथी छुट्टी पाएको थियो होइन किनकि लोसार छ नि अनि त्यस कारण साथी नत्र स्कुलमै ब्लग बनाऊँ भनेर सोचेको स्कुलमा मोबाइल लग्न त पाउँदैन होइन त्यसमा अब यहीँ हो यहीँ ब्लग बनाउँछु अब साथीको छुट्टीमा अनि म 2 दिन चाहिँ घरमै अब सफाहरू गर्दै बस्यो आज ढिला भयो कि ब्लग बनाउनु टाइम पनि पाएन त्यस कारण अब आजदेखि ब्लग बनाएको ब्लग बनाउने पनि अब के भनौँ के बनाउनु काम पनि छैन साथीहरू पनि छैन तर साथी आज भेट्न जाने अब के भन्नु चाहन्छु भने त्यही हो आज सपिङ गर्न जाने बौद्धमा आइसक्यो होइन अब हामी चाहिँ दिदीको ठाउँमा पैसा लिनु जानु लाग्यो किन सपिङ गर्नुपर्छ है होइन अनि यो अहिले यो बाइक लिन गएको यो हाम्रो रत्न पार्कमा पाएको एउटा बाइक छ होइन त्यो लिन गएको गयो भने फाइनली दिदी भेटेछ होइन अब हामी दिदीको पैसा माग्नु दिदीको ब्याङ्कमा पैसा अरे दिदीले एटिएम कार्ड दियो क्या एटिएम कार्ड लिएर अनि पैसा लिएको छु अन्त यो बाइकको लागि यो बाइकको लागि फुटबल बुट किन्नुपर्ने थियो क्या बुट किन्छु अनि त्यहाँदेखि फुटबल जान्छु अनि त्यहाँदेखि पैसा निकालेछ क्या अब स्पोर्ट्ससम्म जाने स्पोर्ट्ससम्म पुग्यो होइन पैसा पनि निकाल्यो अब हामी यहाँ लुगा के अरे स्कुल सुज बुटहरू किन्ने हो अनि त्यहाँदेखि ग्रिन फुटसल जान्छ यो ग्रिन रे हिमालयन जान्छु फाइनली किनेछ होइन बुट मेरो भाइलाई ल बुट किने अब फुटसल खेल्नु जाने सबै मैले क्यामेरा ल्याएँ ए म भोग्छु फेरि खाली हातमा सब काम बुलो नाच्नु पनि थाल्छ कि अनि घोडी पनि नखेल्ने रे अन्त 3 जना गयो त बुझ्नु पनि छैन बुझ्नु पनि नखेल्ने रे अनि ल आखिर भन्नुपर्छ म त थाहै थिएन ल बुझ्नु चेकअप गयो हिजो नि फिक्स गर भनौँ मैले फिक्स गरेको होइन अनि बिहान पो काम पऱ्यो रे अब के हान्ने के हान्ने के थाहा अब अन्डा चाहिँ आउँदैछ अनि 1 2 3 अनि घ्याल्छ नि त बटर आउँछ त्यही हो 5-6 जना मात्र पुगिहाल्नु यो राख्दैन यो डिफेन्ड बेला पुग्छ है अब के गर्ने साथीहरू छैन हामी मात्रै ग्रिन ली मलाई पुग्यो होइन अब एकछिन पुग्छु अब केटाहरू आउँदै होला अन्डा चाहिँ आउँछ अनि घ्याल्चेनहरू पनि आउँदैछ होला भोलि केटाहरू पनि यहाँ छ गभर्न आउँछ ल अब गेम स्टार्ट हुन्छ अब फाइनली अब हाम्रो गेम सक्यो होइन अब गेम चाहिँ हामी जित्यो भिडियो रेकर्ड गरिसक्यो भिडियो रेकर्ड गरेको त फोटो खिचेको मिस्टेकले अनि त्यो जे बोलेको सब गयो अब गेम सक्यो अनि हामी जित्यो मलाई 1 गोलले जित्यो क्या लास्टमा जौ लाग्यो अनि 1 गोलले जित्यो होइन तर त्यति मजा आएन यिनीहरूको टिम पनि थोरै थियो क्या 5 जना मात्रै टिम थियो 2टा हाम्रो टिम हाल्यो क्या त्यस्तो लुटिएर खोइ च्याम्पियन त्यो च्याम्पियन हालेको त्यो पनि हार्यो दुइटै मान्छे गोल फ्रीमा छोडेको त खुसी भएछ क्या अब थकाली खाने सस्तोवाला थकाली खाने जाने अनि घर जाने खाना हाम्रो लन्च अहिले 2 बजे खाइरहेछ 2 भने 2 आधीमा सस्तो थकाली खाने ठाउँमा आयो मात्र 200 हो 200 रुपियाँमा त यत्रोमा 2 केजी चामल खाँदा पनि पुग्छ हो फ्रीमा यहाँ हो ल फाइनल पुग्यो ठाउँ चाहिँ राम्रो रहेछ यहाँ चाहिँ मिठो पाउँछ होला थकाली कहाँ यहाँ भुइँमै बसेर खाने हो कहाँ माथि जाने पाँचको रहेछ है सबै ठाउँ चाहिँ सायद 30 रहेछ हेर मन पऱ्यो यार यहाँ खाना आउँछ ओ भाइ ओ माई गॉड
राउन्डिङ हो तिमीलाई घुम्ने मन छ भने पनि घुम्ने मिल्छ ओ भाइ ओ घुमा त एकताल घुमा न ओ भाइ एकताल घुमा न एकताल घुमा न ओ भाइ हजुर किन यहाँ के भयो बाछा रे मा म मरेँ रोक न अब ए ढोको टाउको घुम्ने रहेछ कसम हो माई गाड यो भाइ जानै पर्छ यहाँ त खप्पै खस्छ थाहा खुरुखुरु हिँड्न अब रोक ल पुग्यो ल के भयो ए खैरे भाइ आयो फुटसल खेल्ने त अलराउन्डरमा त्यो चाहिँ नारे घाटा अङ्गलले गराउँछ पानी थाप्ने पठाएछ त्यो त पानी थाप्नु पाएर नपठाएछ बिजन लजाउँ त्यो त्यहाँमा चाहिँ सप गर्न गाह्रो भएछ अब हामी यो माथि जान्छु यो माथि पनि क्वाइट नाइस छ होला ल यहाँ रहेछ ठाउँ भुइँमा बस्ने मजा आउँछ त्यहाँ त त्यति राम्रै छैन होइन यो ठाउँ त्यति मजा छैन यहाँ कसरी खाने एउटा थाल्नु कसरी अट्छ हौ यहाँमा दिदी अनि यतातिर निकै सजिलो हुन्छ हो यहाँ के हुन्छ रे निकै सजिलो हुन्छ यस्तो सानोमा को चाहिँ खाने को हेर्ने आउँछ यो खातेमा चलाक्समा फुटबलको पैसा दिनु पर्दैन भने यहाँ हेर्न खाने आइगयो चियामा घरमा बाउले पानी थाप्नु पठाएर के बिराटलाई रहेछ 200 को यति फ्रीमा पाउँछ 200 यति है आजमा थप्नु पनि पाउँछ रेकर्ड हान्ने कसले 3 थाल 4 थाल खाने होइन सबसे हाइएस्ट गोल खान्छ त्यसले कसले हाइएस्ट खान्छ त्यसले 50 रुपियाँ पाउँछ फ्रीमै सबैले बटर पैसा छ छैन यो सबै 12 दिन्छ छैन यो सबै 12 दिन्छ 12 दिन पैसा फ्रीमा खानु पाउँछ भाइ यो चाहिँ पैसा छैन यो 12 दिन्छ त्यो पनि धेरै खाने यही रहेछ गफाने बहिनीको भिडियो चोरे लगाउँछ छ्याप बेचतीमा हेर बहिनीको भिडियो चोरे लगाउँछ फ्याट बेचती मुख देखा चोर देखा त मुख ल फाइनली होइन थकाली खायो पेट चाहिँ फुल भयो होइन अब हामी त्यहाँ के अरे त्यहाँ सपिङ गर्न जान्छु दिदी पनि छुट्टै आइज अरे घरमा अझै कामहरू टन्नै छ काम गर्ने मान्छे अब कोही छैन हो यहाँ दिदी एक्लै हुन्छ त्यसमा अब यो गएर अब कामहरू गर्छु अनि यो मेरो के अरे आमाको भाइको छोरा र म चाहिँ लोसार मनाउनु पाउँदैन किनकि अब के भन्नु मेरो हजुर बुवा भिडियो भएको छ होइन हजुरहरू थाहा छ होला कुनै थाहा छ कुनै थाहा छैन अब त्यसमा म लोसार चाहिँ मनाउनु पर्दैन तर सानो चाहिँ अब कमनहरू चाहिँ अब मनाउने हो सानो मनाउने तर ठुलो एकदमै खुसी पारेर चाहिँ मनाउनु हुँदैन फाइनली हामी अब ट्याक्सीमा छिरेर अब सिम्बु जाने सिम्बु गएर अहिले लुगा किन्न लागेको अब लुगा त्यति ठाउँमा पाएन लुगा पाएन यो बाइकको पिङहुरी किनेर पिङहुरी त्यति पाएन त्यसो अब फेरि सिम्बुमा किन्नु जाँदा हेर्नु पर्ला के चाहिँ किन्नु पाइछ अब फाइनल भयो पानी हो एउटा त्यही थाहा छ एउटा दुईटा तिनटा पुग्यो होइन अनि अब आज त त्यति खास केही भएन के भयो घुम्यो सपिङ गऱ्यो अनि यताउति गयो जिउ चाहिँ दुखेर चाहिँ खुट्टाहरू सब दुखेर त मेरो हेर्नुहुन्छ खुट्टा कालो छ अनि यो चाहिँ अहिले यताउति सिप गर्नुपर्छ कि बेड यताउति गर्नुलाई अनि लुगाहरू सब निकालेर राखेँ कि अनि म लागि दराजमा अर्डर गरेको थियो देख्न सक्नुहुन्छ दराजमा अर्डर गरेको थिएँ कि मैले एउटा अर्डर गरेको थिएँ अनि 2टा ल्याएछ क्या यो मान्छेलाई जुगाएर 2टा ल्याएछ हेर्न बेकारमा 2टा ल्याएछ 500 रुपियाँ त्यति गयो मैले हुनु चाहिँ एउटा मात्रै अर्डर गरेको थियो 250 भनेको थियो अब के गर्नु 2टा ल्याएछ अब केही भन्ने नमिल्ने क्यान्सल गर्ने नमिल्ने अब आजको लागि
अनि भोलितिर पनि ब्लग भन्छु लोसारको फर्स्ट डे अनि सबैले भन्न चाहन्छु ह्याप्पी लोसार होइन अनि सी इन माई नेक्स्ट भिडियो ओइ तर सब्सक्राइब गर्नु नबिर्सिनु है गाइस